अब यो गुम्बा विकास समितिको विषयमा भन्दाखेरि यो चाहिँ एउटा कुरा चाहिँ अब राजा वीरेन्द्रको बेलामा 36 सालमा यो स्थापना 2036 सालमा स्थापना भएर अहिलेसम्म 37 साल भइरहेछ। अनि अध्यक्ष चाहिँ म चाहिँ 12 एक दर्शन भयो। अनि तर यसो हेर्दाखेरि मैले यहाँ यो पदमा आएर तपाईँको 4 महिना मात्रै भयो। अब 4 महिनामा भन्दा पनि 3 महिना त्यतिकै तपाईँको हाम्रो देशको अनि चुनावहरू भएर त्यतिकै भयो। अब बाँकी 3 महिनामा पनि अब काम चाहिँ तपाईँको के न के काम भयो तर 1 सालको प्रोग्रामहरू सबै सकेको छैन। अनि त्यो पनि अब यो गुम्बा विकास समिति चाहिँ पटक अब खास गर्न लागेको के गर्न लागेको कहिले पनि भएछ 2-3 चोटि यसपालि पनि यस्तै क्रममा कुराहरू भइरहेछ। त्यो पनि हाम्रो गुम्बा विकास समितिको कर्मचारी र मेन चाहिँ हाम्रो कार्यक्रम निर्देशक नारायण अनि सबैले साथ दिएर यो खारेज हुनुहुँदैन, यो अगाडि बढ्नुपर्छ भनेर सबै आवाज उठेर काटेर पनि यो खारेज भएन। त्योभन्दा पनि हाम्रो प्रबन्धन विकास महासङ्घको अब के भन्ने महासचिव अनि हाम्रो पदको नाम थाहा छैन तर हाम्रो टेकराज तामाङ लगायत अनि त्यही हप्ता अगाडि नै यो गुम्बा विकास समिति खारेज नहोस्, यो खारेज भन्दा पनि यो एकदम विकास यसलाई एकदमै अहिलेसम्म तपाईँको आयोग बनेको छैन, बनेको छैन। यो आयोग बनेर एकदम पक्का होइन खायोमा अनि बनाउन भनेर उनीहरूले एकदमै 2-3 हप्तादेखि नै खाटेर विभिन्न प्रोग्रामहरू बाहिर बुद्धिजीवी अनि बोलेर एकदमै साथ दिनुभयो। साथ दिएर पनि अहिलेसम्म खारेज होइन, अब हुनेवाला पनि छैन। अब यो गुम्बा विकास समिति चाहिँ एकदम बलिया एकदम पक्का अनि आयोग भएर अनि अगाडि बढ्नेको लागि हामी अब चाहनु छ, प्रयास गर्दै हो। अनि अब म धेरै भन्न चाहदिनँ। अघि हाम्रो च्यापर मुन्छे अनि हामीलाई एकदमै के भन्ने कालो भन्ने उद्देश्य अब धर्म टिचिङ एकदम मिठो छोटो गहिरो डिप अनि त्यही समय उहाँले प्रवचन दिनुभयो। त्यही कुरा भन्दा मैले धेरै बोल्नु पर्दैन किनभने उहाँले जुन तपाईँ सुरुदेखि नै अनि मान्छे भएर मन सफाको सम्बन्धमा हाम्रो धर्मअनुसार यो बुद्धिस्ट धर्मअनुसारले बोधिचिता भन्छ होइन, बोधिचिता त्यो बोधिचिता भएको अनि भयो भने बोधिसत्व भन्छ होइन। त्यो उहाँले जुन सुरुदेखि नै त्यो बोधिचिता सम्बन्ध पुरा उहाँले भन्नुभयो। एकदम हामीलाई सबभन्दा धर्म नत्र त धर्म प्रवचनहरू त धेरै छ होइन। मसन्तर तन्त्र सब्सन भन्ने एकदमै तपाईँको धेरै छ होइन। तपाईँको चैतीको खेती सिकाउँ भन्छ। अब बुद्धको टिचिङमा तपाईँको विभिन्न गेठी भन्ने के भन्ने त 80,000 अनि 84,000 होइन गेठी सिकाउँ 84,000 तपाईँको विभिन्न फरक तपाईँको टिचिङहरू छ क्या त्यहाँ। किनभने हाम्रो अनि मनमा मान्छेको मनको स्थितिमा त्यस्तै नराम्रो खालको तपाईँको न्युमो भन्छ नि, न्युमो नराम्रो अनि तपाईँको सोचाइहरू अनि 84,000 त्यति छ क्या। त्यही हटाउनुको लागि 84 तपाईँको टिचिङहरू छ क्या, 84,000 सरी। त्यसले गर्दा तपाईँको अब त्यस्तो कुराहरू तपाईँको 84
अझ के हो भन्दाखेरि मैले पनि भन्न सक्दिनँ होइन। त्यो कुरा छोडेर अहिले चाहिँ हामीले गर्ने कुरा चाहिँ के हो भने अब मान एकदमै सफा अब भोलि सबैले तपाईँको अब चाहे दया माया गर्न चाहिँ एकदम आवश्यक पर्छ। अब यो भयो भने तपाईँको म धर्मसँग म बुद्धिस्ट हो भन्दा समझ छ हेर्दाखेरि पनि यो एकदमै मान्छे राम्रो यो बुद्धिस्ट रहेछ भन्ने कुरा हुन्छ कि हेर्दाखेरि पनि होइन। अब त्यसले गर्दा अब धेरै भन्न चाहँदैन। अब धर्म सम्बन्धी कुरामा जुन धर्म पनि हो त्यो मन सफा हुनुपर्छ, अब दया माया हुनुपर्छ। अनि अरूले तपाईँको अरूबाट त्यही शब्द नराम्रोहरू भन्यो भने त्यसो सुहाउनु पर्ने खालको हुन्छ। त्यसले जवाब नराम्रो नदिएर जे नराम्रो कुराहरू शब्दहरू प्रयोग गऱ्यौँ भने त्यसलाई एकदमै दया माया गर्नुपर्छ, राम्रो जवाब दिनुपर्छ, त्यही हाँस्नुपर्छ। त्यही भए पनि धर्म सम्बन्धको कुरा अनि तपाईँको यो बुद्धि चित्तको अनि सम्बन्धको कुरा एलिगत हुन्छ क्या त्यो। अब त्यो पनि अनि अरू हाम्रो विशेष गरेर लामा गुरु अनि तपाईँको धर्ममा लागेको हुन्छ नि अन्य ठाउँहरू एकदमै तपाईँको अब के भन्ने अरूभन्दा एकदम फरक ढङ्गले हुनुपर्ने। किनभने अरूभन्दा फरक ढङ्ग भन्दा पनि हाम्रो लुगा रातो पिउँ लगेको छ नि त्यही त तपाईँको हेर्दाखेरि बाहिरको धर्मको चिन्ह मात्रै हो, लामा ठाउँको लुगा देश मात्रै हो। अनि त्यही फरक मात्रैले तपाईँको बुद्धिस्ट भन्ने लामा ठाउँ भन्ने हुँदैन, पेसन हुँदैन। मेन चाहिँ पेसन चाहिँ तपाईँको हाम्रो बोली, हाम्रो अनुशासन, बोली ढङ्ग त्यो चाहिँ फरक हुनुपर्छ अरूभन्दा। यो फरक कसरी हुनुपर्छ भन्नै पर्छ मैले होइन। एउटा कुरा मात्रै भन्छ, अरूले नराम्रो भन्नु भए हामीले पनि नराम्रो उसलाई जवाब दिए रिस उठे भने फरक के छैन। लामा टावा चाहे धर्मगुरु चाहे देशीय क्याम्पो अनि अरू साधारण धर्म के नमान्ने अरूसँग केही फरक देख्दैन क्या त्यही फरक हुनेको लागि जुन पूजनीय गुरु हाम्रो श्यापर मुचेले शिवदेखि नै भन्नुभयो त्यो मेरो मनमा पनि लाग्यो क्या त्यही। अनि अरू कुरा चाहिँ उहाँले त्यो सबै धर्महरू अब धर्महरूसँग तपाईँ धर्मलाई मान्नुपर्छ, मिल्नुपर्छ। अनि एकदमै त्यो चाहिँ मेरो मनमा लागे एकदम पनि यो कुरा इम्पोर्टेन्ट हो, सबैको मनमा राखिदिनु। अनि एउटा कुरा चाहिँ उहाँले के भन्नुभयो भने अब हाम्रो नेपाल त्यसै पनि कहाँ छ बुद्धको जन्म लिएको त्यो भूमि हो देश हो भनेर सबैलाई थाहा छ। त्यही मात्रै अनि भएर पुग्दैन कि होइन, पुग्दैन। बुद्धको जुन टिचिङ छ टिचिङ चाहिँ तपाईँको पहिले सुन्नुपर्छ, अनि सेकेन्ड चाहिँ अध्ययन गर्नुपर्छ, अनि अब अन्तिममा के गर्नुपर्छ भने प्रयोग गर्नुपर्छ कि त्यो बोलीहरू अनुशासनहरू धर्मअनुसार गर्नुपर्छ कि त्यो एक्टिभिटी देखाउनुपर्छ। त्यो भयो भने तपाईँको अनि बुद्ध नेपालमा जन्म लिनुभएको कारण पनि भयो, अर्थ पनि भयो होइन। त्यो चाहिँ एउटा कुरा मनमा राख्नु। अनि हाम्रो क्याप्चे साबर मुचेले भनेको कुरा मैले नयाँ भनेको कुरा होइन। अब लास्ट चाहिँ के भन्न चाहन्छु भने उहाँले के भन्नुभयो भने अब उहाँले एकदमै एउटा कुरा चाहिँ विभिन्नमा शान्तिको लागि पनि उहाँले एकदमै मिटिङहरू अनि केही गुम्बाहरू पनि एकदमै त्यसमा तपाईँको अब शान्ति नेपालमा जब शान्ति होस्, शान्तिको भूमि। तर नेपालमा मात्रै होइन, शान्ति त तपाईँको अब सबै देशमा तपाईँको के भन्छ विश्वमा शान्ति हुनुपर्छ नि होइन। अब मेन चाहिँ शान्तिको भूमि, अब शान्तिको मेन चाहिँ हाम्रो बुद्ध हो, बुद्धको नेपाल हो। त्यसले गर्दा उहाँले चाहिँ भन्नुभयो धेरै धेरै धन्यवाद। मैले पनि केहीसँग अगाडि अनि एउटा हाम्रो त्यो बहिनी आउनुभएछ गोल्ड मिडियाको
मिडियामा मैले अलिकति इन्टरभ्यू उहाँबाट लिनुभयो मैले चाहिँ तपाईँको मिसाल बनाउनुपर्छ नेपालमा अनि भन्दाखेरि मिसाल के हो भने सानोदेखि मिसाल क्या अब अहिलेको जमानामा अहिलेको कालमा तपाईँको अब विभिन्न ठाउँमा देशमा ठुल्ठुलो देशहरू युद्ध एकदमै डेन्जर हुन लागेको छ होइन गइरहेछ होइन अब हामी नेपाल जस्तो तपाईँको अब अहिलेसम्म मिसाल बनेको छैन होइन बमहरू बनेको छैन सबैसँग थाहा छैन तर हामीले के मिसाल बन्ने क्षमता चाहिँ छैन अब हामीले मिसाल बनेको कसको माथि हाल्ने त्यो हाल्ने के थियो होइन तर हामीले मिसाल चाहिँ शान्तिको मिसाल बनाउनुपर्छ शान्तिको मिसाल बनाउनुपर्छ शान्तिको मिसाल के हो भने मैले भन्नु पर्दैन यही हो धर्म सक्ने कुरा होइन त्यो भयो भने भोलि अमेरिका रुस चाइना अनि ठुल्ठुलो देशहरू युद्ध हुँदाखेरि त्यो युद्ध रहँदै गएर सम्झौता मिलमा गर्नुपर्छ भनेर पढाएर हो कि होइन अनि त्यही अनि कुरामा अनि हाम्रो क्याप्टेन साबरमतीले भन्नुभयो अनि मलाई पनि एकदमै मनमा लागेको कुरा हो अनि धेरै धेरै धन्यवाद क्याप्टेन साबरमतीले मैले सुनेको अनि त्यो तपाईँको त्यो फेसमा पनि उहाँको दर्शन भएको तर फेस टु फेस आज अनि दर्शन भयो उहाँ पनि एकदम खुसी लाग्यो अनि कुनै दिनमा उहाँको त्यो गुम्बामा पनि मलाई आउनुहोस् भन्नुभयो धेरै खुसी लाग्यो अनि जे भयो भने अन्तिममा अब उहाँले जुन प्रवासन दिनुभयो त्यो सबै तपाईँहरू सबैले मनमा राख्नु होइन यो औषधि हो एउटा होइन अनि अब अहिले मात्रै नभएर अब टिचिङबाट पनि छ भोलि तपाईँको वाङ पूजा पनि छ अनि त्यसमा पनि भाग लिनु सबैजना आउनुहोस् अनि त्यही भन्न चाहन्छु अरू अब एउटा अन्तिममा के भन्न चाहन्छु भने उहाँले जुन तपाईँको अब हाम्रो बुद्धिस्ट विद्यालय पनि अरू धर्मसँग पनि तपाईँको मिल्नुपर्छ अनि एकदमै एकजुट हुनुपर्छ भन्ने कुरामा के भन्न चाहन्छु भने हाम्रो मेरो जुन तपाईँको चाहना के छ भने म यदि 5 सालसम्म भयो भने अब 5 साल नभए पनि 23 साल भयो भने मेरो प्लान चाहना के छ भने तपाईँको फर्स्टमा यो काठमाडौँमा हुन्छ कि कहाँ नेपालमा तपाईँको हाम्रो सबै बुद्धिस्टहरू अनि एकै ठाउँमा केही सबै तपाईँको 3 दिन 2 दिन गरेर तपाईँको के भन्ने हाम्रो सेमिनार मिटिङ जस्तो गरेर अब हाम्रो भित्रै नमिल्ने त होला अलिअलि तपाईँ फरक भएको तपाईँको साझा खेलु मटका गीत भएको अनि तपाईँको त्यसै गरी खेरवाद अनि भाषण हेर्न छ नि अहिलेसम्म तपाईँको सबै एकै ठाउँमा अनि जम्मा गएर अनि आफ्नो धर्मको बारेमा परिचय अनि विकास छलफल गर्ने मौका मैले त मेरो याद गर्न छैन मौका भएको छैन नि त्यो चाहिँ हाम्रो हामी 1 सालमै यो कुरा चाहिँ हाम्रो बौद्ध दर्शन प्रभावको तर्फबाट अनि हामी उहाँसँग हाम्रो निर्देशकसँग कुरा गरेर अनि एकदमै त्यो प्रोग्राम चाहिँ नयाँ प्रोग्राम हो के हर साल अनि यो प्रोग्राम राख्न चाहन्छु त्यसमा पनि एउटा मेन चाहिँ हाम्रो अनि क्याप्टेन साबरमतीलाई पनि एकदमै हामी के भन्ने बोलाउन चाहन्छु अनि अब योभन्दा अब मैले भन्ने कुरा पनि होइन समय पनि लगभग आएछ लागेको छ अनि एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि